वेलकम छ गाइस सबैजनालाई मेरो भ्लगमा सबैजना साथीहरुलाई वेलकम छ। आज चाहिँ म घर छिम्नेवाला छौं। हजुरहरुले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिदिनु होला सबैजना साथीहरुलाई त। ओके गाइस, मैले सुरुमा चाहिँ झाडु बनाउन लागे। त्यसपछि म सँगसँगै मेरो बहिनी पनि मलाई झाडु बनाउन सहयोग गर्दै छे। झाडु बनाएपछि चाहिँ यताउता वालमा टालिएको भित्रको फोहोर ढुटो झार्न लागे म। अब चाहिँ मैले झाडु भिजाउन सुरु गरेँ। झाडु भिजाउनु पर्छ, नत्र भने भाँचिन्छ, टुटेर जान्छ। त्यसैले चाहिँ म झाडु भिजाउँदै छु। गाइस यहाँ चाहिँ चुल्लो धेरै फोहोर भएर रहेछ, माथिबाट पानी हालिरहन। यहाँ पुरा हेर्न त ओ माइ गॉड कति धेरै फोहोर आएको है, पहिलेदेखि नै जमेको रहेछ यहाँ। हेर्नु त गाइस यस्तो छ अवस्था। तपाईलाई चाहिँ अन्तिममा चाहिँ कस्तो बनाइन्छ यो घरलाई चाहिँ हेर्न माथिबाट पानी हालिरहन। मेरो बहिनीले चाहिँ पानी हाल्छ माथिबाट। सिधा यहाँ साइडमा आइरह। साइडमा माथि सिधा बिचमा। ल गाइस पुरै हेर्नु यत्रो फोहोर आइरह माइ गॉड। गाइस यस्तो छ अवस्था देख्न सक्नुहुन्छ। माइले माथि बाहिरबाट पानी आइरह। अब ठिकै छ अहिले सफा गर्नुपर्ने हो। हेर्नु त माइले यत्रो गाई पुरा खाने जस्तो देखाइ भित्र पानी चाहिँ। ए माइ गॉड के यस्तो छ अवस्था हेर्नु साथीभाइ। बहिनीले चाहिँ माथि पानी हालिरह। पानी हालेपछि यस्तो भयो चुल्लोमा चाहिँ भित्र खरानी अटेको रहेछ। धुवा अटेको रहेछ साथीभाइ। फाइनल्ली अब चाहिँ घर छिम्न सुरु गरियो। भिडियो अन्तिमसम्म हेरिदिनु होला, एकदमै रमाइलो हुनेवाला छ भिडियोमा। आमा र बहिनी चाहिँ अघिदेखि नै लाग्नु भएको थियो। अब चाहिँ म पनि छिप्न सुरु गरेँ। म पनि छिप्न लागेँ। यताउता साइडको भन्दा माथि छतमा किलाउँदा चाहिँ अलि धेरै मुखमा छिटा परेको थियो, तर पनि अब काम गर्न लागेपछि गर्नु नै पर्यो।
क्या बात दे तुम मोड़ो कले दे क्या बात बताओ तेरा हम खड़ा चाहिए ये गाना कर कर रहा है आयो मन जाने के हैं चलो हाथ बोला काम पछि Bro, halo. Dia enggak. Dia.